जय सरसफाई जय चन्द्र सूर्य भन्न चाहन्छु। आज हामी चाहिँ यो गोलबजार नगरपालिका वडा नम्बर 4 को हामी यो पार्कमा सरसफाई गरिरहेका छौँ र सरसफाई पश्चात हामी यो वर्षायाम सुरु पनि भएको छ र यसमा हामी फुलहरू लाउँछौँ र बिरुवाहरू पनि रोप्ने काम गर्छौँ। आज चाहिँ हामी एकदमै खुसी छौँ किन भन्दाखेरि हामीले गरेको अपिल आग्रहलाई स्वीकारेर सम्पूर्ण तह तबकाका साथीभाइहरूले हामीलाई यो सरसफाइमा सहयोग गर्नुभएको छ र विशेष गरी त आज गोलबजार नगरपालिकाको नगर प्रहरी टोली टिमलाई हामी विशेष धन्यवाद दिन चाहन्छु र उहाँहरूको साथ सहयोगले पनि आज हामी यो सरसफाई गर्नका लागि एकदमै यो अग्रसर भएका छौँ र यो हामी लगभग अब हामी 10-15 मिनटमा यो सकाएर हामी हाम्रो चाहिँ अर्को डेस्टिनेसन भनेको गोलबजार नगरपालिकाको त्यो गोलचक्कर आसपास र त्यहाँ भएको नालाहरूलाई हामी सरसफाई गर्नेछौँ र विशेष धन्यवाद हामी गोलबजारको नगर प्रहरी युनिटलाई टोलीलाई हामी धन्यवाद दिन चाहन्छौँ र यसै गरी सम्पूर्ण बुद्धिजीवी स्थानीय बुद्धिजीवीहरू जुन हामीलाई साथ दिइराख्नु भएको छ उहाँहरूलाई पनि हामी विशेष धन्यवाद दिन चाहन्छौँ र सम्पूर्ण प्रत्यक्ष रूपमा अप्रत्यक्ष रूपमा हामीलाई सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरू र हाम्रा ओसिस क्याफेका सञ्चालक भाइले पनि आज जुन हामीलाई यो कार्यक्रममा सरसफाई कार्यक्रममा पिउने पानीको जुन उहाँले उपलब्ध गराइदिनु भएको छ उहाँलाई विशेष धन्यवाद र त्यसै गरी हाम्रो यो सरसफाई ब्यानर बनाउनका लागि हामीलाई सहयोग गर्ने हाम्रो इन्द्र आर्ट फ्लेक्स प्रिन्टलाई पनि विशेष धेरै धन्यवाद र सम्पूर्ण फेरि पनि हामी यो गोलबजारवासीलाई सम्पूर्णलाई म आग्रह के गर्न चाहन्छु भन्दाखेरिमा यो सरसफाई युवा कर्मीको समूहको टिमबाट के आग्रह गर्न अपिल गर्न चाहन्छु भने फेरि पनि हाम्रो यो सरसफाई र सुन्दर हरियाली नगर बनाउने अभियानमा जुट्नुहोस्, आउनुहोस्, हातेमालो गर्नुहोस् र अझै हामी यो गोलबजार नगरीलाई अझै हामी सफा सुन्दर र स्वच्छ बनाउने अभियानमा हामी लाग्नुपर्छ भन्ने हाम्रो मान्यता हो र त्यसै गरी सम्पूर्णलाई फेरि पनि अपिल गर्न चाहन्छौँ। हामी अब यो साप्ताहिक कार्यक्रम निरन्तर रूपमा अगाडि बढिरहेको छ। यो कार्यक्रममा सरिक हुनका लागि हातेमालो गर्नका लागि सम्पूर्णलाई हामी अनुरोध गर्दछु। नमस्कार। जय भूमि आमा नेपाल, जय सरसफाई, जय चन्द्र सूर्य।